अहिले पछिल्लो समयमा अन्तिम प्रश्न गरेँ मैले, जुन सार्वजनिक बहसको कुरा आइरहेको छ नि, जस्तो काङ्ग्रेसले पनि भावी प्रधानमन्त्रीको उम्मेद्वार गगन थापालाई अगाडि सारिसकेको अवस्थामा एमाले केपी शर्मा ओलीलाई र राष्ट्रपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेद्वार अगाडि रहँदाखेरि 30जनालाई एउटै स्टेजमा लाइभ स्ट्रिमिङ गरेर हजारौं दर्शकमा किन नउभ्याउने, किन लाइभ टक सो नगर्ने, बहस नगर्ने भन्ने कुरा आइरहँदाखेरि आज बिहान चाहिँ अब तपाईँको वरिष्ठ नेता र एमाले अध्यक्ष बीच अलिकति नोकझोक जस्तो देख्यौँ कि हामीले। खास कुरो के हो? त्यसलाई मैले स्वाभाविक रूपमा लिएको छु। हेर्नुहोस्, किन भन्नुहुन्छ भने तपाईँ हामीले बिर्सन हुँदैन कि यो देशमा कानुन थियो भनेदेखि, कानुन प्रभावकारी लागू हुन्थ्यो भनेदेखि भदौ 23 र 24 गतेपछि ती व्यक्तिहरू आज हत्कडी लगाएर जेलभित्र हुन्थे, कालकोठरीमा हुनुपर्ने व्यक्तिहरू हुन्। तर उनीहरू यति उदार कानुन भयो कि चुनाव प्रतिस्पर्धा गर्न आइरहेका छन् उनीहरू, होइन? त्यो बाध्यता छ, यो व्यवस्था अनुसार चुनाव लड्नुपर्ने छ। उहाँ पनि झापा पुग्नु भएको छ हाम्रो अबको भावी प्रधानमन्त्रीको रूपमा रहेका बालेन्द्र शाह। त्यो एउटा कुरा भयो। तर एउटै बहसमा म कुरा गर्दिनँ भन्नुभएको कारण चाहिँ हत्या अभियोग लागेका व्यक्तिसँग कहिलेकाहीँ के हुन्छ भन्नुहुन्छ भने तपाईँ तर्क गर्नुहुन्छ, प्रतिस्पर्धा गर्नुहुन्छ भने योग्य मान्छेसँग गर्ने हो क्या बहस गर्ने। त्यो त शास्त्रले भन्छ त, मिलेन तेरो बोला जा